हाम्रो घरमा चाहिँ करेला भनेपछि काम भयो क्या। सबैजनालाई यति धेरै मनपर्छ नि करेला चाहिँ, खाजामा करेलै बनाएर दिन्छु भन्दा पनि खानुहुन्छ क्या। मेरो सानो 2.5 वर्षको बाबुलाई पनि करेला भनेपछि साह्रै मिठो मानेर खाने ऊ पनि। अनि म चाहिँ आज खानामा बनाउनु पर्यो भनेर मैले चाहिँ 3टा करेला लिएर आएँ। अनि त्यहाँबाट यसलाई मजाले पानीले पखालेर ठुलो ठुलो पारेर सुधारेँ। हामी चाहिँ सुधारे भन्छौँ, हजुरहरू चाहिँ के भन्नुहुन्छ कमेन्टमा भनिदिनु होला। कसैले काटे भन्नुहुन्छ, कसैले अवन्य गरे भन्नुहुन्छ, हामी चाहिँ सुधारे भन्छौँ है। अनि यो एउटा करेलालाई मैले मजाले यसरी ठुलो ठुलो पारेर सुधारेँ। अनि त्यहाँबाट बाँकी रहेको 2टा करेलालाई पनि मैले मजाले यसरी सुधारेँ। सबैजनाले खाने भएकोले, मिठो मानेर खाइदिने भएकोले होला कि करेला बनाउन चाहिँ मलाई साह्रै जाँगर लाग्छ। राति नै उठेर बना भने पनि बनाउँछु क्या करेला चाहिँ। सबैले खाइदिने हुँदा चाहिँ मन खुसी हुन्छ नि त। अनि सबै काटिसकेर मैले यसको भित्रको दानाहरू निकालेँ। मलाई चाहिँ यो दानासँग भएको मन पर्दैन, त्यही पनि यो रातो भएको चाहिँ नखानु जस्तो खालको लाग्छ क्या। अनि सेतै हुँदा त त्यही पनि कहिलेकाहीँ हाल्छु म, यो रातो भएको चाहिँ प्रायः निकाल्छु नै। अनि सबै निकालिसके पछाडि चाहिँ यसमा नुन लगाएँ। अनि नुन लगाएर यसलाई मजाले यसरी मोलेर एकछिन आधी घन्टा 1 घन्टाको लागि छोपेर राख्थ्यो भने चाहिँ यसको भित्र भएको त्यो तितो पानी चाहिँ नुनले बाहिर निकाल्ने गर्छ क्या। म चाहिँ जहिले बनाउँदाखेरि यसरी नै बनाउँछु। अनि यसरी छोपिदिएँ मैले 1 घन्टा जति छोपिदिएँ। अनि मैले टुप्पा टिपेर लिएर आएँ। अनि टुप्पा अनि पालुङ्गो टिपेर यसलाई सुधारेर रेडी बनाएँ। अनि गएर करेला हेरेको, अब रेडी भइसकेको रहेछ, जस्तो मलाई चाहिएको थियो त्यति भइसकेको थियो। अनि मैले मजाले यसलाई निचोरेर यसभित्रको त्यो तितो पानी चाहिँ नुनले निकालेको हुन्छ, त्यसलाई चाहिँ मैले मजाले निचोरेर बाहिर फालिदिएँ। अनि यसरी निचोरेर बनाउँदाखेरि चाहिँ नि यो भित्रको तितो सबै निस्किने भएर होला करेला एकदम मिठो खालको बनिन्छ क्या। करेला खाएकै हो कि जस्तो मात्र हुन्छ, करेला त्यो तितोपना आउँदैन क्या। अनि खानामा पनि मजा लाग्छ। सानो बाबुहरूलाई पनि यो तितो नभएपछि त खान रहर हुन्छ नि त। मैले आलु पनि सुधारेर राखेको थिएँ। अनि त्यहाँबाट यसमा मजाले मैले चाहिँ आँटा लगाएर मजाले मोलेँ होइन। बेसन लाएर मोल्न पनि सक्नुहुन्छ हजुरहरूले। मैले चाहिँ आँटा लाएर मोलेँ। अनि यसलाई यसरी मजाले मोल्दाखेरि चाहिँ यसभित्र रहेको अलिअलि पानी रहेको छ भने पनि आँटाले चाहिँ त्यसलाई तान्छ क्या। आँटाले बेसनले चाहिँ त्यसलाई तान्ने गर्छ। अनि मैले थोरै बेसार पनि लगाइदिएँ, भरे करेलाले भुटुनमा लगाएको बेसार नतान्न सक्छ भनेर म चाहिँ यसरी अगाडि नै लाएर बनाउँछु। करेला बनाउँदाखेरि चाहिँ कलर पनि राम्रो आउँछ क्या। अनि बेसार लाएर यसरी मजाले मोलेँ। अनि त्यहाँबाट उता मैले कराई बसाएँ। अनि अब यो चाहिँ पकाउनलाई रेडी भइसकेको छ नि त। उता कराई बसाएँ। अनि मैले त्यसमा तेल, मेथी अनि जिरा पड्काएर हेर्नु न, हेर्दै कस्तो राम्रो भइरहेछ। रेडी बनाएँ। अनि त्यहाँबाट सबै थोक लाए पछाडि चाहिँ मैले करेलालाई त्यसमा कराईभित्र हालिदिएँ। हामी चाहिँ प्याज नखाने भएकोले मैले चाहिँ प्याज लाउँदिनँ। हजुरहरूले यसमा प्याज लाएर खान पनि सक्नुहुन्छ। अनि मैले मसलामा लाएँ मजाले यसमा तेल सबैमा लाग्ने गरी चलाएँ। अनि चलाएर यसरी छोप्दै अनि एकछिनमा हेर्दै चलाउँदै मिडियममा ग्यास पारेर बनायो भने चाहिँ मजाको हुन्छ क्या। ठुलो पार्दा पनि डढ्ने डर हुन्छ। अनि यति गरिसके पछाडि चाहिँ मेरो करेला चाहिँ पाक्न रेडी भइसकेको छ होइन। अनि यो पाकिसकेपछि चाहिँ हेर्नु त, खाउँ खाउँ लाग्दो मुखमा पानी नै आउने गरी भन्दै गर्दाखेरि पनि मलाई मुखमा पानी आउने भइरहेछ। यसरी बनाएर खाँदा चाहिँ साह्रै मिठो हुन्छ क्या। म चाहिँ यसरी नै पहिला चाहिँ मलाई करेला मन पर्दैन थियो, जहिलेदेखि मैले यसरी बनाएर खान थालेँ अनि मिठो लाग्न थाल्यो। अनि मैले अहिलेको टुप्पालाई पनि पकाएर रेडी गरेँ। अब टुप्पा पाकिसके पछाडि हाम्रो खाना रेडी भयो। हजुरहरू पनि यसरी बनाएर खानु होला, साह्रै नै मिठो हुन्छ। यसरी बनाएर खाँदाखेरि चाहिँ हजुरको नानी बाबुहरूले खानुहुन्न भने पनि यसरी बनाएर एकचोटि खानु होला। हवस् त, धन्यवाद।